नमस्कार साथीहरू, फेरि पनि नयाँ भिडियो लिएर तपाईहरु माझ उपस्थिति भएको छु। आशा छ आजको भिडियो तपाईहरुलाई मन पर्नेछ। भिडियो पुरा हेरेर आफ्नो माया, साथ र अमूल्य प्रतिक्रिया कमेन्ट मार्फत दिनु होला। साथै भिडियो राम्रो लागेमा लाइक, शेयर र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनु होला। अन्त्यसम्म साथ दिनुहुनेछ भन्ने आशा गर्दै अब सुरु गरौँ आजको भिडियोमा। सो गाइस, हामी चाहिँ कहाँनिर आएको छौँ भन्दैदेखि ठ्याक्कै के रे यो मत्स्यनारायण गाउँमा आएको छौँ हामी मन्दिर दर्शन गर्नलाई। सानी छोरी सुबो, म मेरो श्रीमानज्यू चाहिँ अब पछाडि नै हुनुहुन्छ। आज चाहिँ यहाँ हेर्नु साथीहरू मेला लागेको छ। यो चाहिँ कीर्तिपुरमा रहेको मत्स्यनारायण मन्दिर हो। यहाँ चाहिँ पुरुषोत्तम महिनामा चाहिँ 1 महिना मेला लाग्दो रहेछ क्या। अनि अब अन्तिम पनि हो नि त, अनि त्यही भएर साथीहरू यता चाहिँ सानी हिँडिरहनु भएको छ। यस्तो राम्रो सामानहरू छ नि साथीहरू। मार्केटहरू लागिरहेको छ। यहाँ भाँडाकुँडाहरू छ। यहाँ चाहिँ बच्चाहरूको बेलुन पनि रहेको छ। एकदम रमाइलो मेला लागेको छ यहाँनिर चाहिँ। यस्तो रमाइलो छ नि साथीहरू, क्या भजन कीर्तन होइन। आमामा हरे मुरारे हे नाथ नारायण वासुदेव। यस्तो दाल तरकारीहरूको पनि मेला लागेको छ। दालहरू पनि छ होइन, त्यो लोकल दालहरू क्या। यहाँनिर चाहिँ जाँतो पनि रहेको छ। पुरै अर्ग्यानिक सामानहरू राखेको छ साथीहरू। ल हेर्नुहोस्, यहाँ मकै भुटे यस्तो मेला लागेको छ। अर्ग्यानिक सामानहरू रहेको छ पनि छ साथीहरू। यो मेला चाहिँ 3 गतेसम्म मात्र रहेछ कि, अनि त्यही भएर कता हो अर्ग्यानिक सामानहरू। फाइनली साथीहरू हामी चाहिँ मन्दिर आइसकेका छौँ। ल हेर्नुहोस्, हाम्रो चाहिँ मन्दिर यहाँ रहेको छ। मन्दिर यहाँनिर रहेको छ। ल हेर्नुहोस् साथीहरू, यस्तो भिड छ नि। हनुमानजी यहाँनिर हुनुहुन्छ, हाम्रो चाहिँ हनुमानजी। राधे राधे। मन्दिरभित्र चाहिँ जान सकेनौँ, बाहिरबाट दर्शन गऱ्यौँ होइन। त्यसपछिबाट चाहिँ हामीले स्नान गरिसकेपछि आएर हामीले यहाँ पुरोहितबाजीसँग जोराहरू लगाए, टिका पनि लगायौँ, आशीर्वाद लियौँ गुरुबाजीबाट होइन। अनि त्यसपछिबाट हामीले यहाँनिर सबै लगायौँ पालेसँगले होइन। आशीर्वाद दिँदै हुनुहुन्थ्यो पढेर हामीलाई चाहिँ गुरुजीले। त्यसपछिबाट हामी यहाँबाट टिका लगाइसकेपछि
हामी चाहिँ अब मन्दिर दर्शन गरेर पनि आइसकेका छौँ। अब भने हामी फर्किन्छौँ साथीहरू। सानो उसलाई चाहिँ जहाँ जाँदा पनि जहिले पनि भोकै लाग्छ कि साथीहरू, जहिले पनि चाउचाउ जङ्क फुड खानु त दिनुहुन्न, ऊ घरबाट बाहिर निक्लेको बेला मात्र हो। मैले चाहिँ यो के अरे स्कार्फ किने, सानीले चाहिँ ब्याग